मर्कुसको पुस्तक 1 देखि 45 सम्म। पहिलो शीर्षकमा लेखिएको छ, बप्तिस्मा दिने यूहन्ना मार्ग तयार पार्छन्। परमेश्वरका पुत्र येशू ख्रीष्टको सुसमाचारको आरम्भ। यशायाह अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ, हेर म मेरो दूतलाई तिम्रो अघि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाऊ। बप्तिस्मा दिने यूहन्ना पाप क्षमाको लागि प्रस्तावको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे। समस्त यहुदिया देश र यरुशलेमका सबै बासिन्दाहरू तिनी कहाँ निस्किआए र तिनीहरूले आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। यूहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे र सलह र वन मह खान्थे। तिनले यसो भन्दै प्रचार गरे, जो मपछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ अनि निहुरेर उहाँका जुत्ताका फिता फुकाउने लायकको म छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। दोस्रो शीर्षक, येशूको बप्तिस्मा र परीक्षा। अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। पानीबाट उक्ली आउने बित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु। पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाड स्थानमा लैजानुभयो। शैतानबाट परीक्षित हुँदै उहाँ 40 दिन उजाड स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा टहल गरे। तेस्रो शीर्षक, चेलाहरूको बोलावट। अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। उहाँले भन्नुभयो, समय पुरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चाताप गर र सुसमाचारमा विश्वास गर। गालील समुद्रको किनारै हुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो, किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु। तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोडे र उहाँको पछि लागे। अनि अलि पर गएपछि उहाँले जब्दियाका 2 छोरा याकुब र यूहन्नालाई ढुङ्गामा बसी जाल तुनिरहेका देख्नुभयो। उहाँले तुरुन्तै तिनीहरूलाई बोलाउनुभयो र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ ढुङ्गामा छोडेर उहाँको पछि लागे। चौथो शीर्षक, अशुद्ध आत्मा भएको मानिस। तब उहाँहरू कफरनहुममा जानुभयो र तुरुन्तै दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्नुभयो। अनि तिनीहरू उहाँका शिक्षामा चकित भए, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनुभयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो। त्यसले यसो भन्दै चिच्यायो, हे नासरतका येशू, हामीलाई तपाईँसँग के सरोकार? के तपाईँ हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईँलाई चिन्छु, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। तर येशूले त्यसलाई यसो भन्दै हकार्नु भयो, चुप लाग र त्यसबाट निस्किजा। त्यस मान्छेलाई लछारपछार पार्दै त्यो अशुद्ध आत्मा ठुलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्किगयो। तब सबैजनाले अचम्म मानेर तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनका आज्ञा मान्दा रहेछन्। अनि चाँडै नै येशूको कीर्ति गालीलको इलाका वरिपरि चारैतिर फैलियो। पाँचौं शीर्षक, धेरैजना निको भएका। अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकुब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो। सिमोनकी सासू ज्वरोले थला परेकी थिइन् र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने। उहाँले नजिक आएर तिनको हात समाते तिनलाई उठाउनुभयो र ज्वरोले तिनलाई छोडिहाल्यो अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँ कहाँ बिरामीहरू र भूत लागेकाहरू जम्मैलाई ल्याए।
सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो र धेरै भूतहरूलाई निकाल्नुभयो र भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनु भएन। छैटौं शीर्षक एकान्तमा येशूको प्रार्थना। बिहान उज्यालो हुनुभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग उनीहरू उहाँलाई खोज्दै गए। उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, सबैले तपाईँलाई खोजिरहेका छन्। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आओ हामीहरू नजिकका अरू सहरहरूमा जाउँ र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ। अनि सारा गालिलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो। सातौं शीर्षक कुष्ठरोगी निको पारिएको। अनि एकजना कुष्ठरोगी उहाँका आएर घुँडा टेक्दै यसो भनेर बिन्ती गर्यो, तपाईँले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ। तब दयाले भरिएर उहाँले आफ्नो हात पसारी त्यसलाई छुनुभयो र त्यसलाई भन्नुभयो, म इच्छा गर्दछु, तिमी निको भइजाऊ। त्यति नै बेला त्यसको कुष्ठरोग त्यसबाट हट्यो र त्यो निको भइहाल्यो। अनि उहाँले त्यसलाई कडा आज्ञा दिएर यसो भनी तुरुन्तै पठाउनुभयो, हेर, तिमीले यो कसैलाई नभन्नु, तर गएर तिमी आफैलाई पुजारी कहाँ देखाऊ र तिमी निको भएकोमा मानिसहरूका प्रमाणको लागि मूसाको आज्ञा बमोजिम बलि चढाऊ। तर त्यो निस्केर गयो अनि यस विषयमा खुल्लमखुल्ला प्रचार गर्न लाग्यो र यसो फेरि सहरमा खुल्लस्त प्रवेश गर्न सक्नु भएन र एकान्त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँ कहाँ आए।